आज बिराटनगर जानु छ हैन, एकछिनमा जान्छु अब। हजुर के त तासेको मिठो हुँदैन, एकछिनमा जाने हो 8 बजेतिर। आजको भ्यू चाहिँ बिहान उपर दामी छ हैन, सक्नुहुन्छ पछाडि परेन। बट बिहान घाम पनि लागिरहेको छ, यता पहाडतिर चाहिँ पर शीतल पनि भइरहेको छ हैन, देख्न सक्नुहुन्छ तपाईहरु। वहाँ कस्तो शीतल भइरहेछ क्या उतातिर, ओभर दामी मौसम छ। हेलो गाइस, वेलकम बैक टू माई न्यू च्यानल हैन, माई च्यानल। हे गाइस, वेलकम बैक टू माई न्यू भिडियो। सबैलाई स्वागत छ मेरो न्यू भिडियोमा हैन। आज म विराटनगरतिर जाँदैछु, इन्ट्रान्स छ पियु युनिभर्सिटीमा हैन। पियुमा त नाम निक्लिसक्यो, त्यही पनि अब पियुमा पनि एकचोटि ट्राई गरौँ भनेर जान आँटेको। हेरौँ कस्तो हुन्छ। जाँदैछु अब, भर्खर हिँडेको उल्लाबारीबाट, 2-3 घन्टा त लाग्छ। इटरी आइसक्यो साथीहरु। साथीहरु आइसकेको छु खाना, तातो घाममा। पुरानो इन्जिनियरिङ पनि क्याम्पस आइसकेको छु विराटनगरको। अब हेरौँ कति भित्र छ। यहाँ बोर्डमा त त्यही लेखिरहेको थियो भित्र छिर्नु भनेर। अब हेरौँ कति लाग्छ भित्र जानु टाइम। नजिकै छ भनेर सुनेको थिएँ। सोध्दै जानुपर्छ सबैजनालाई। इन्ट्रान्स दिएको दिन आएको हैन, पानी पर्ला जस्तो छ। अन्धकार भयो एक्कासी, के भन्छ। अटो अङ्कलको दाइलाई सोध्नुपर्छ जस्तो छ। हान्नै पो छैन हो। अङ्कल यता यो पूर्वाञ्चल युनिभर्सिटी कहाँ हो? पूर्वाञ्चल यो कन्या क्याम्पस छ नि पुरानो। त्यो त धेरै अगाडि छ। पुष्पलाल चोक जानुपर्छ। यहीँ छ भन्नुहुँदैछ। ठुलो बाबा यहीँ पढाउनुहुन्छ मेरो।
पूर्वाञ्चल कन्या पुरानो कन्या क्याम्पस चाहिँ क्या यहीँ हो यहीँ छ भन्नुहुन्छ कता अलिकति अगाडि जाएर हस् खोजिहाल्यो क्या टाढा छ अरे क्या पहिलोचोटि हो नि त टाढा छ यहाँ होइन अरे क्या ठगिहाल्छ नि पहिलो मान्छेलाई होइन पहिलोचोटि आएको यताबाट जानुपर्छ आफ्नो साइड के गर्नु यस्तै छ हिँड्नुपर्छ पानीले चाहिँ भिजाउँछ छाता हाल्न पनि बिर्सेछु केही छैन जानुपर्छ जाने भयो जान माया बदरेन सता अङ्कल यता पुरानो कन्या क्याम्पस कता हो पुरानो कन्या क्याम्पस नजिकै होइन कुन ए ल हस् अङ्कल चाहिँ राम्रै हुनुहुँदो रहेछ होइन त्यस्तो ठग्ने काम गर्नु हुँदैन रहेछ त्यही त अगाडि हो भन्नुहुन्छ अब अगाडि कहाँ छ गलिसकेँ कहाँबाट आएको कहाँ आइपुगेँ यही होइन यहीँदेखि अब बाहिर निक्लिने गेट यही हो यहीँबाट जानुपर्छ बाहिर निस्किने भनेको यहीँबाट हो पनि दिइसकेँ होइन बल्ल धुलोबाट अलिअलि राहत मिलेको छ फेरि
समिलो बिलो ड्रागन फ्रुट पाइने बल खुसी लागिसक्यो कहिले पुग्छु होला घर कफी आइपुगिसक्यो हेलो साथीहरू म घर आइसकेको छु अहिले बेलुका भइसकेको छ लगभग 5-6 बजिसकेको छ होइन सबैलाई सो अहिलेसम्म सबैजनाले हेर्नु भएको छ भने कृपया सब्सक्राइब गरिदिनु होला मेरो च्यानललाई मेरो सेयरलाई सकेसम्म सेयर गरिदिनु होला लाइक गरिदिनु होला सबैले धेरै धेरै माया दिनु होला हस्त बाई बाई